दिदीबहिनीहरू एउटा कुरा भन्नुहोस् त, हामी आमा बन्नु संसारकै सबैभन्दा ठुलो खुसी हो, होइन त? तर यो खुसीसँगै एउटा डर पनि त हुन्छ। मेरो पेटमा हुर्किरहेको बच्चा भित्र कस्तो होला, उसको हातखुट्टा, मुटु, कलेजो सबै ठिक त होला नि? धेरैलाई लाग्छ। भिडियो एक्सरे गरेपछि सबै थाहा भइहाल्छ। तर के तपाईँलाई थाहा छ, गर्भावस्थाको 5औं महिनामा गरिने एउटा यस्तो विशेष जाँच छ, जसले तपाईँको बच्चाको भविष्य नै बदल्न सक्छ। आज म तपाईँलाई त्यही जादुई जाँच अर्थात् एनोमली स्क्यानको बारेमा बताउने छु, जुन छुटाउनु भनेको ठूलो जोखिम मोल्नु हो। भिडियो अन्तिमसम्म हेर्नुहोला है त, किनकि यो तपाईँको सन्तानको जीवनको कुरा हो। नमस्ते, म पार्वता अर्याल, स्वागत छ तपाईँलाई नेपाल सञ्जालमा। दिदीबहिनीहरू, एनोमली स्क्यान भनेको एउटा विस्तृत भिडियो एक्सरे हो। गाउँघरमा हामी यसलाई ठुलो भिडियो एक्सरे वा लेभल 2 स्क्यान भनेर पनि भन्छौँ। साधारण एक्सरेले बच्चा छ कि छैन र कतिवटा छ मात्र भन्छ, तर यो स्क्यानले त बच्चाको टाउकोको कपालदेखि खुट्टाको औँलासम्म अनि शरीरभित्रका अङ्गहरू कस्ता कस्ता छन् भनेर एउटा एउटा केलाएर हेर्छ। यो जाँच जति बेला पायो त्यति बेला गरेर हुँदैन। यसको एउटा निश्चित समय हुन्छ, गर्भावस्थाको 18 देखि 22 हप्ताको बीचमा, यानि कि तपाईँको 5 महिना लाग्दै गर्दा। यो समयमा बच्चाको शरीरका सबै अङ्गहरू बनिसकेका हुन्छन् र मेसिनमा स्पष्ट देखिन्छन्। त्यसैले 5 महिना पुग्न लाग्दा यो मौका नछुटाउनुहोला। अब तपाईँ सोच्नुहोला, यो गरेर के फाइदा हुन्छ र? सुन्नुहोस् है, यो स्क्यानमा डाक्टरले मुख्य 5 कुरा हेर्नुहुन्छ। बच्चाको गिदी र मेरुदण्ड, दिमागको विकास ठिक छ कि छैन भनेर, अनुहार, ओठ वा तालु काटिएको त छैन, जुन जन्मिएपछि उपचार गर्न सकिन्छ। अर्को छ मुटु र मृगौला, मुटुमा प्वाल छ कि वा अरू केही समस्या छ भनेर हेर्नुहुन्छ। पेट र हातखुट्टा, हड्डीहरू सही रूपमा पलाएका छन् कि छैनन् भनेर पनि हेर्नुहुन्छ। अन्तिममा छ बच्चा बस्ने घर, साल, बच्चालाई आमाको रगत र खाना पुग्ने बाटो ठिक छ कि छैन भनेर हेर्नुहुन्छ। कतिपयले भन्छन्, अहिले जाँच गरेर के हुन्छ र, जे गर्छ जन्मिएपछि टर्छ। तर दिदीबहिनीहरू, यदि स्क्यानमा बच्चाको मुटु वा अन्य अङ्गमा सानो सानो समस्या देखियो भने डाक्टरहरूले बच्चा जन्मिने बित्तिकै के गर्ने भनेर पहिले नै तयारी गर्न पाउँछन्। यसले बच्चाको ज्यान बचाउन सक्छ। यो बच्चाको लिङ्ग हेर्ने जाँच होइन, यो त बच्चालाई स्वस्थ बनाउने एउटा विश्वास हो। आफ्नो र आफ्नो गर्भमा रहेको नानीको माया लाग्छ भने यो 5 महिनाको स्क्यान पक्कै गराउनुहोला। तपाईँको एउटा सानो सावधानीले भोलि बच्चाले स्वस्थ जीवन पाउन सक्छ। यो भिडियो कस्तो लाग्यो? अरू दिदीबहिनीहरूलाई पनि यसबारे जानकारी दिन यो भिडियो सेयर गरिदिनुहोला। यस्तै स्वास्थ्य कुरा सुन्नको लागि हाम्रो च्यानल नेपाल सञ्जाललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा फेरि आउनेछु, तबसम्मका लागि बिदा दिनुहोस्। नेपाल सञ्जाल हेर्दै रहनुहोला। नमस्ते।